यदि हजुरले भगवानको बारेमा हेर्नुहुन्छ भने त्यही क्लिक गर्नुहुन्छ। यदि कोही सिरियल हेर्नुहुन्छ भने त्यही क्लिक गर्नुहुन्छ, त्यही हेर्न थाल्नुहुन्छ। तर जति जे हेरे पनि अहिलेसम्म कोही प्राप्ति त भएन। अहिलेसम्म सुत्यो, धेरै सुत्यो, कुम्भकर्णको दिनमा सुत्यो, समय बित्यो, गयो, अहिलेसम्म यति बित्यो। तर बित्दा बित्दै पनि केही पाइयो, केही पाइयो। र अब यही बुझौँ कि जुन अन्तिम समयमा थोरै समय मिलेको छ, त्यो थोरै समयमा हामीले धेरै कुरा लिनु छ, धेरै कुरा पाउनु छ। हजुरहरूलाई मलाई एउटा सानो प्रसङ्ग मैले सम्झेँ। जस्तै एक